जय मसीह तपाईहरु सबैजनालाई अनि प्रभुलाई महिमा भएको होस्। हामी एकछिन फोनलाई जहाँसम्म सक्छ हामी साइलेन्टमा राखौँ, एयरप्लेन मोडमा राखौँ है, सो द्याट पवित्र आत्मा परमेश्वरको उपस्थिति भङ्ग नभएको होस्। अनि हामी जसै वर्शिप गर्दै थियौँ अघि, वर्शिप गर्दै गर्दाखेरि मैले आत्मामा के महसुस गरेँ, के देखेँ भन्दाखेरि एउटा घुमरी बट्टारेर आएको रहेछ कोठामा यसो गरेर। आमेन। अनि यो कुराले के दर्शाउँछ भन्दा गर्दाखेरि अब परमेश्वरको जगाउने काम हुन लागेको छ। हालेलुया। सो ठुलो जगाउने काम हुन लागेको छ। के तपाईहरु तयार हुनुहुन्छ? हालेलुया। आमेन। सो द ग्रेट अवेकनिङ, ठुलो जगाउने काम भन्नुस् न। म जाग्छु भन्नुस् त। म छेउकोलाम जगाउँछु भन्नुस् त। ओट्याएर भन्नुस् न, म छेउकोलाम जगाउँछु भन्नुस् त। आमेन। सो ठुलो जाग्ने काम परमेश्वरले मण्डलीलाई जगाउँदै हुनुहुन्छ। किनकि हामी समयको निकै अन्तिम समयमा आइपुगेको छौँ अनि कुन समय कुन घडी प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ हामीलाई थाहा छैन। सो प्रभुले यति नै भन्नुभयो, परमेश्वरको पुत्र चाहिँ चोर जस्तै आउँछ भनेको छ। सो नोबडी नोस, कसैलाई थाहा छैन कतिखेर आउँछ, त्यही व्यक्तिले मात्रै छाल पाउँछ जो चाहिँ जागा रहेको छ। सो यो हाम्रो लागि एकदमै रहस्यपूर्ण कुरा छ। तसर्थ आज म तपाईँहरूको अगाडि द ग्रेट अवेकनिङको विषयमा केही कुरा बताउन लागिरहेको छु। अनि यहाँ आउँदै गर्दा, यहाँ आउनुभन्दा अगाडि म प्रार्थनामा थिएँ अनि मैले पवित्र आत्मा परमेश्वरलाई सोध्दै थिएँ आज के चाहिँ बताउनु पर्ने, के चाहिँ बोल्नु पर्ने। किनकि दिमागले हो भने म थुप्रो कुरा बताउन सक्छु तपाईँहरूलाई, कसरी प्रार्थना गर्नुपर्ने, विश्वास गर्नुपर्ने के हो भन्ने थुप्रो कुराहरू बताउन सक्छु। तर ती कुराहरूले छुँदैन तपाईँलाई। किन छुँदैन भन्दा गर्दाखेरि मलाई पनि किन छुँदैन भने त्यो सबै मेरो दिमागबाट उब्जेको कुरा हो क्या त। तर जब पवित्र आत्माले भन्नुहुन्छ तैँले यो कुराको विषयमा बोल भनेर, त्यतिखेर मात्र पवित्र आत्मा परमेश्वरले हामीलाई छुनुहुन्छ। हालेलुया। तसर्थ आज हामी द ग्रेट अवेकनिङ, ठुलो जगाउने को विषयमा हामी केही कुरा सिक्न लागेको छौँ। अनि समय यसो हेर्नु सक्छु कति भयो? हजुर 8:30 भयो है? हुन्छ 8:31। ओके, हामी प्रयत्न यो गर्नेछौँ कि आज यहाँनिर जे जति कुरा हामी सिक्न लागेको छौँ पवित्र आत्मा परमेश्वरले हाम्रो हृदयलाई खोलिदिउन्। आमेन। हाम्रो सुन्ने कानहरूलाई खोलिदिउन्, देख्ने आँखाहरूलाई खोलिदिउन्, सो द्याट परमेश्वरको वचन जसै तपाईँ र मेरो अगाडि आउँछ हामीले त्यो वचनलाई सही तरिकाले लिन सकौँ। आमेन। सो अनि आउँदो आइतबार शक्तिशाली कुराहरू हुन लागेको छ परमेश्वरको राज्यमा। तपाईहरु सबैजनालाई स्वर्गको राज्यमा भोज खाने हामी निम्तो दिँदछौँ। दिस इज एन इन्भिटेसन। आउनुहुने? आउनुहोस् है। सो हामी बाइबलको एउटा भर्सबाट हेर्न लागेको छौँ, पहिलो सामुएल 9। तपाईहरु सबैले मसँग बोल्नुहोस् न। यो घटना मलाई साह्रो मनपर्छ। पहिलो सामुएल 9 अध्याय मलाई साह्रो मनपर्छ। अनि मनपर्ने घटना हो। बाइबलमा घटेको कुरालाई चाहिँ हामी कथा भन्छौँ न, यसलाई चाहिँ हामी घटना भन्छौँ। के भन्छौँ अरे? घटना भन्छौँ यसलाई चाहिँ। कथा चाहिँ के हुन्छ भन्दाखेरि सुनाउँदै जाँदा लम्बिँदै जान्छ, त्यसको अन्त हुँदैन। त्यो कथाभित्र केही पनि हुँदैन, एक्चुअली केही पनि छैन। तर घटना चाहिँ किन बाइबलले हरेक घटना किन रेकर्ड गरेको छ भन्दाखेरि सो द्याट त्यो घटना चाहिँ आउने दिनमा पनि घट्छ, हाम्रो जीवनमा पनि घट्दै गरेको हुन्छ। परिस्थितिको समयले गर्दै घटना हाम्रो जीवनमा घट्दै गरेको हुन्छ। तसर्थ हामी यतिखेर पहिलो सामुएल 9 अध्यायमा केही कुरा हेर्न लागेका छौँ। हामी एउटा वचन पढेर हामी यो कुरालाई सुरु गर्नेछौँ। पहिलो सामुएल 9 को 3 अध्याय म पढ्दैछु तपाईहरु सबैजनाका लागि। एक दिन साउलका पिता किसका केही गधाहरू हराए, यसकारण तिनले आफ्ना छोरा साउललाई भने एकजना नोकरलाई लिएर गधाहरू खोज्न जाऊ। हालेलुया। हामी यही वचन पढ्नेछौँ। अचम्मको घटना छ। कस्तो भनेर सोध्नुहोस् न मलाई। कस्तो? गधा खोज्ने मान्छे चाहिँ राजा भएर फर्केको घटना छ। आमेन। यस्तो घटना चाहिँ कुनै पनि अब छैन। अब यो चाहिँ इट्स मोर देन हिन्दी फिल्म। हिन्दी फिल्म भन्दा पनि ज्यादा छ यहाँनिर। एउटा मान्छे गधा खोज्नु जाँदैछ तर ऊ फाइनली राजा भएर फर्केको छ। के चाहिँ भयो होला मान्छेको जीवनमा? के चाहिँ भयो होला भनेर सोध्नुहोस् न मलाई। बडो रहस्यमय कुरा छ। यहाँनिर के भएको छ भने यो जम्मै अध्याय पढ्दै गर्दाखेरि नि यो मान्छे
किसको छोरा साउल। अब साउलको वर्णन यस्तो तरिकाले गरेको छ, बिन्यामिन कुलको व्यक्ति भनेको छ है, सबैभन्दा ठुलो थियो अरे ऊ चाहिँ, यति साह्रो अग्लो थियो अरे, उसको केस यति दामी थियो भनेर भन्छ बाइबलले। साउलको वर्णन गरेको छ बाइबलले, कतिपय कुराहरू मजाले वर्णन गरेको छ क्या त। अनि यहाँनिर गदा खोज्नु जाँदैछ, एउटा नोकरलाई लिएर जाँदैछ 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 एक ठाउँमा आइपुगेको छ। त्यो रामा भन्ने ठाउँमा आइपुग्दै गर्दाखेरि नोकरलाई झट्ट एउटा घटना याद आउँछ, यहाँ त एकजना अगमवक्ता बसेको छ त, हामी उसकोमा जाउँ, उसलाई गएर सोधौँ के चाहिँ हुने रहेछ। अनि त्यो समयमा अगमवक्तालाई त्यसै भेट्न पाइँदैन थियो, पाइँदैन भने त्यसै भेट्न जाँदैन थियो, किन मानिसहरू कोसेली लिएर जान्थे अगमवक्ता कहाँ। अनि उनीहरूले कोसेली लिएर गएको छ, अनि अगमवक्तालाई भेटेको छ है। अनि सामुएल अगमवक्ताको समयमा पवित्र आत्मा परमेश्वरले अलरेडी सामुएलसँग बोलिसकेको छ, भोलि यही बेलामा एकजना व्यक्ति आउँछ जसलाई तैँले राजा अभिषेक गर्नु। अब यसको घटना चाहिँ अलिकति ब्याकग्राउन्डमा गर्दा हेर्दै गर्दा के छ भन्दाखेरि इजरायलीहरूले परमेश्वरलाई आफ्नो राजा हुनदेखि इन्कार गरेर हामीलाई पनि मान्छे जस्तै राजा चाहिन्छ भनेर प्रार्थना गरेको छ। यो भन्दै गर्दा म तपाईँलाई एउटा कुरा भन्न मन लाग्छ, तपाईँले जे कुरा प्रार्थनामा माग्दछ त्यही कुरा पाउनुहुन्छ। हालेलुया। सो बी केयरफुल, केयरफुल हुनुहोस् प्रार्थनामा के चाहिँ माग्दै हुनुहुन्छ। प्रभु मेरो जीवनलाई छोइदिनुहोस् भने साँच्चै नै परमेश्वरले सुन्नुहुन्छ है। जुन दिन परमेश्वरले तपाईँको जीवनलाई सुन्नुहुन्छ त्यो दिन फेरि अचम्मको हुन्छ। तपाईँ जस्तो हुँदैन, म जस्तो हुँदैन, मान्छेले हाँसो ठिट्टो अनेक किसिम गर्छ, पक्लास्तो हुन्छ त्यो दिन चाहिँ। तसर्थ यहाँनिर आउँदै गर्दाखेरि नि परमेश्वरले सामुएललाई अलरेडी भनिसकेको छ। अनि यहाँनिर सामुएलसँग भेटघाट भएको छ, उनीहरूले त्यहाँनिर खाना खाएको छ। अनि भोलिपल्टको बिहान 10 अध्याय जसै सुरु हुन्छ, सुरु हुँदै गर्दाखेरि एक तेलमा के अरे त्यो उसको मस्तकमा भएको तेलले उसलाई अभिषेक गरेको छ, साउललाई पहिलो राजा अभिषेक गरेको छ। हालेलुया। यो घटना यति साह्रो अचम्मको घटना छ। अनि एउटा गधा खोज्नु गएको मान्छे चाहिँ राजा भएर फर्किँदैछ। अझै कोठामा सायद त्यस्तो व्यक्तिहरू थुप्रो होला, खोज्नु चाहिँ गधा खोज्नु गएको, तर हामी राजा भएर फर्किँदै गरेको। आमेन। तपाईँले के खोज्दै हुनुहुन्थ्यो जब 2007 मेरो जीवनमा आयो? म अनि मेरो श्रीमती हामी दुईजना दिल्ली गयौँ। हामी दिल्लीमा काम खोज्नुको लागि गएको, जब थिएन हाम्रोमा है। अनि दार्जिलिङमा पनि जब छैन त्यो समयमा, जब पाउने कुरै आएन। अनि हामी त्यहाँ काम खोज्नु गएको, तर काम खोज्नु जाँदै गर्दाखेरि चाहिँ हामीले प्रभुलाई पायौँ। हालेलुया। आमेन। हामी पनि गधा खोज्नै गएको त्यहाँनिर, खास चाहिँ गधै खोज्नु गएको हो, तर गधा खोज्नु जाँदै गर्दाखेरि परमेश्वरको ठुलो अनुग्रहमा उहाँले मलाई भेटाउनु भयो। अनि हामीले यसरी भन्ने गर्छौँ, मैले प्रभुलाई पाएँ भन्छ, तर यो स्टेटमेन्ट यस्तो छ, परमेश्वरले मलाई भेटाउनु भयो। आमेन। परमेश्वरले तपाईँलाई भेटाउनु भयो, परमेश्वरले उहाँलाई भेटाउनु भयो। बाबा साह्रो मिठो भन्नुहुन्छ, हामीले रोजेनौँ अरे क्या त, उहाँले रोज्यो भन्छ है। हालेलुया। म पनि गदै खोज्नु गएको थिएँ त्यति बेला, प्रभुले मलाई भेटाउनु भयो। अनि म पनि परमेश्वरको राज्यको छोरा भएर 7 वर्ष पछाडि गान्तोक फर्केँ। अहिले यसको कुरा भरे भनौँ, प्रभुले मौका दियो भने। तसर्थ यहाँनिर एउटा घटना साह्रो दामी छ। रामामा जाँदैछ, गधा खोज्नु जाँदैछ, अगमवक्तासँग भेट्दैछ। अनि अगमवक्ताले उसलाई के भन्छ? 3 दिन अघि हराएको गधा किन खोज्छौ? सारा इजरायलले तिमीसँग के माग्दैछ, तिम्रो घरानासँग के माग्दैछ, त्यो दिने समय आएको छ। हालेलुया। आमेन। आज म तपाईँहरूलाई नि यो वचनबाट यो भन्न चाहन्छु, तपाईँले के खोज्दैछ त्यो ठुलो इस्यु होइन, त्यो ठुलो कुरा होइन, तर परमेश्वरले तपाईँको जीवनबाट के चाहिँ गर्न चाहँदै हुनुहुन्छ, इट्स अ बिग डिल। आमेन। ठुलो कुरा हो। परमेश्वरले चाहिँ नि यहाँ भएको जातिहरूलाई तपाईँको जीवनद्वारा के चाहिँ दिन चाहँदै हुनुहुन्छ, त्यो ठुलो कुरा हो। आज परमेश्वर नि नेपाली जातिसँग मात्रै सन्तुष्ट हुनुहुन्न है। आज परमेश्वर मिजो जातिसँग मात्रै सन्तुष्ट हुनुहुन्न, खासी जातिसँग मात्रै सन्तुष्ट हुनुहुन्न, तर उहाँको इच्छा चाहिँ के छ भने नि हामी जाति जातिमा गएर नि उहाँको राज्यलाई अगाडि लिएर जाउँ। आमेन। परमेश्वरको हृदयको कुरा, हृदयको कुरा, प्रभुले आफ्नो हृदयको कुरा जसै सामुएल अगमवक्ताद्वारा नि साउललाई भन्न सुरु गरे नि, साउल अचम्म भएको छ। अनि त्यो समय आयो साउलको जीवनमा, भोलिपल्ट बिहान हुने बित्तिकै उसलाई राजा अभिषेक गर्यो।
एउटा यस्तो एटमोस्फियरसँग साउल जोडिँदैछ, यस्तो एटमोस्फियर, एउटा यस्तो मान्छेसँग उसको भेटघाट भयो जुन मान्छेले चाहिँ परमेश्वरको जिउँदो उपस्थिति बोकेर गएको छ। जिउँदो उपस्थिति बोकेर जाने मान्छेसँग जसै साउलको जम्का भेट मात्रै भएको छ, केही कुरा खोलिएको छ। हालेलुया। केही कुरा खोलियो, केही कुरा खोलियो भन्नुहोस् न, केही कुरा खोलियो भन्नुहोस् न। आमेन। केही कुरा खोलियो क्या त। म यहाँ तपाईँलाई के कुरा भन्छु भने नि, यदि साउलको चाहिँ नि सामुएलसँग भेट नगर्नु गदै खोजी बस्थ्यो होला, गदा भेटाउँथ्यो होला, तर नियतिले उसलाई के दिन लागेको थियो उसले भेट्थेन होला। अचम्म तरिकाले भेट्दै गर्दाखेरि नि यो जम्का भेट साह्रै शक्तिशाली छ। प्रश्न तपाईँ र मलाई छ, प्रभु यीशु ख्रीष्टले हामीलाई भेटाउनु भयो, हामीले होइन है, प्रभु यीशु ख्रीष्टले चाहिँ हामीलाई भेटाउनु भयो। मत्ती 22:14 भन्दछ, मेनी आर इन्भाइटेड बट फ्यू आर चोजन। बोलाइएको थुप्रै छ, भोजमा थुप्रोलाई बोलाएको, राजा महाराजा सबैलाई बोलाएको। Had their own excuses, उनीहरूको आफ्नै बहानाहरू थियो त्यहाँनिर। तर लास्टमा के भयो, तपाईँ र म जस्तो व्यक्तिहरू त्यो भोजमा आयौँ, साँच्चै नै हामी बोलाइयौँ। म बोलाइए भन्नुहोस् न। अनि त्यो बोलाइएको मध्येबाट पनि प्रभुले हामीलाई चुन्नु भयो। आमेन। What a wonderful Lord we serve. हामीले सेवा गर्दै गरेको परमेश्वर कति भलो हुनुहुन्छ। यो जम्का भेट यति साह्रो शक्तिशाली छ, यति साह्रो शक्तिशाली छ। आजको साँझ म तपाईँलाई के इन्करेज गर्छु भने नि, परमेश्वरले तपाईँले भेट्नुभयो, परमेश्वरले तपाईँलाई भेटाउनु भयो। उहाँलाई भेट्दै गर्दा तपाईँको हृदयमा नयाँ कुरा आयो अनि तपाईँले प्रभुलाई ग्रहण गर्नुभयो, मुक्तिदाता उद्धारकर्ता भनेर तपाईँ आउनुभयो, स्वर्गको नागरिकको हक तपाईँले पाउनुभयो। त्यहाँदेखि उपरान्तको जीवन असलै थियो, तर एक दिन एउटा यस्तो समय आयो जहाँ आउँदै गर्दा के भयो भने नि फेरि जैसे थिए भयो, कुनै नयाँ कुरा भएन। अनि के भयो भने त्यो जुन जम्का भेट थियो, जुन अघिको मिठो कुरा थियो, प्रभुसँगको समय बिताउँदै गरेको कुरा नि कहाँ गयो गयो। रोटीमा, कपडामा, मकानमा, नानीमा, कता 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 ध्यान गयो। लास्टमा के भयो, सबै कुरा उडेर गयो। र आजको साँझ पवित्र आत्मा परमेश्वरले तपाईँ र मलाई नि उहाँतर्फ फर्काउँदै हुनुहुन्छ। आमेन। म जाग्दैछु भन्नुहोस् त, म छेउको काम जगाउँछु भन्नुहोस् त, म राजा भएर फर्किन्छु भन्नुहोस् न। आमेन। यो जम्का भेट साह्रै शक्तिशाली छ। यो जम्का भेट यस्तो जम्का भेट छ, यस्तो जम्का भेट छ। यहाँ जम्का भेट हुँदै गर्दाखेरि नि शमूएलले उसको नियति खोलिदियो। नियति खोलिने बित्तिकै वचनले के भन्दछ भने नि परमेश्वरको आत्मा चाहिँ साउलमाथि आएर बास गर्यो भन्दछ। हालेलुया। परमेश्वरको आत्मा। आज सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँ र मैले जान्नुपर्ने चाहिँ नि यो जम्का भेट चाहिँ प्रभु मलाई पनि चाहिन्छ। आई निड यु होली स्पिरिट। ओ आई निड दिस। मलाई यो चाहिन्छै चाहिन्छ। आज म भेट्छु तपाईँलाई। मत्ती 7:7 मिठो भन्छ, माग त तिमीलाई के हुनेछ अरे, दिनेछ, खोज त घस घस्याउ त ढोकाउ गरिनेछ। आमेन। समटाइम्स तपाईँ र मैले सही कुरा माग्नु पनि जान्नु पर्यो अनि जान्नु जरुरी छ। अल द टाइम प्रभु मलाई दिनुहोस् 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 भन्दै गर्दाखेरि नि मोस्ट अफ द टाइम के हुन्छ भने हामी एउटा यस्तो ब्ल्याक होल भइपठाउँछौँ। अनि त्यो ब्ल्याक होलमा चाहिँ नि जे कुरा छिर्छ नि फर्केर आउँदैन। ब्ल्याक होल चाहिँ त्यस्तो हुन्छ है। माथि तपाईँको यहाँनिर युनिभर्समा एउटा ब्ल्याक होल छ, अनि त्यो ब्ल्याक होलमा चाहिँ जुन चाहिँ तारा छिरेर जान्छ नि त्यो तारा कहिले फर्केर आउँदैन। ब्ल्याक होल त्यत्रो डर लाग्दछ। कतै हामी ब्ल्याक होल त भइपठाएको छौँ न। प्रश्न छ तपाईँ र मलाई, प्रश्न छ है आजको साँझ। माग्दैछौँ आफ्नै लागि, मागेको खोज्दैछौँ, कामै मात्रै चाहियो, कुनेकै मात्रै चाहियो। तर आजको साँझ मिठो कुरा छ तपाईँ र मलाई। प्रभु आजको साँझ म तपाईँको अगाडि आउँदैछु, तपाईँलाई खोज्दै आउँदैछु। हालेलुया। मलाई जम्का भेट चाहिन्छ, मलाई चाहिन्छै चाहिन्छ। म अब यस्तो बस्न चाहदिनँ, म यस्तो रहनै चाहदिनँ। मद्वारा प्रभु तपाईँले कार्य गर्नुहुन्छ। आमेन। यो जम्का भेट यति साह्रो शक्तिशाली छ नि, यस्तो शक्तिशाली छ। बाइबलले के भन्छ भने नि
एउटा यस्तो समय आयो साउलको जीवनमा, त्यो समय आउँदै गर्दाखेरि चाहिँ नि उसले के गरे अरे, सारा इजरायलीहरूलाई लडाइँमा अगाडि लग्यो अनि उसले त्यो लडाइँ जित्यो भन्छ। आमेन। हामी बाइबलको अर्को व्यक्तिलाई पनि हेर्छौँ। अर्को व्यक्तिलाई भन्दा पनि पहिला सुरु प्रार्थना हुँदै थियो, वर्शिप हुँदै थियो। यहाँनिर वर्शिप हुँदै गर्दै एउटा वचन आयो अनि पवित्र आत्मा तपाईँसँग, अनि विशेष दिदी सुन्नुहोस्, आज तपाईँहरूसँग परमेश्वर यो कुरा बोल्दै हुनुहुन्छ। यूहन्ना 1:40 देखि उपरान्त एकजना व्यक्ति छ, त्यहाँ एउटा व्यक्ति छ नथानेल भन्ने एउटा व्यक्ति छ। त्यो नथानेल भन्ने व्यक्ति नि त्यहाँनिर बसिरहेको छ अनि फिलिपलाई चाहिँ नि प्रभु ख्रीष्टले फिलिप जाँदैछ। फिलिपले चाहिँ नि एक्चुअली नथानेलसँग इन्ट्रोड्युस गराउनु लगेको। अनि नथानेललाई देख्ने बित्तिकै प्रभुले के भन्नुभयो, ओह यु आर सच एन इजरायलाइट, तिमी त यस्तो इजरायली हौ, तिमीमा कुनै पनि छल छैन। मेरोमा कुनै पनि छल छैन भन्नुहोस् त। मेरोमा कुनै छल छैन, म कुनै पनि छल राख्दिनँ भन्नुहोस्। कुनै पनि छल राख्दिनँ। आमेन। त्यसरी भन्दै गर्दा के भयो भने नि अचम्म लाग्यो नथानेललाई, यति साह्रो अचम्म लाग्यो, कसरी प्रभु मेरो बोलेको कुरा जान्यौ, छक्कै पऱ्यो क्या। अनि प्रभुले नथानेललाई मिठो कुरा भन्यो, तिमीले यो कुरा भन्दा मात्रै मलाई विश्वास गर्छौ, तिमीले यो भन्दा बढ्दा कार्य देख्नेछौ। आमेन। तपाईँले आजसम्म तपाईँ यहाँनिर कसरी आउनुभयो मलाई थाहा छैन, के कुरा गर्दैछ मलाई थाहा छैन, तर आज पवित्र आत्मा परमेश्वरको उपस्थितिमा म यो कुरा तपाईँहरूलाई भन्दछु, जुन दिन जुन घडी तपाईँले परमेश्वरलाई खोज्न सुरु मात्र गर्नुहुन्छ, तपाईँको जीवनबाट पवित्र आत्मा परमेश्वरले अचम्मको काम गर्नुहुन्छ। आमेन। अचम्मको काम है। बिल्डिङ बनाउँछ भनेको होइन है, लोन तिर्छ भनेको होइन। यो जग्गा यिनीहरू आफ्नो जग्गा छ, यो तिरिन्छ भन्नुहोस् न। तर सबैभन्दा ठुलो चाहिँ परमेश्वरको हृदयको कुरा, परमेश्वरको हृदयको कुरा भन्नुहोस् त। परमेश्वरको हृदयको कुरा नि प्रभुले तपाईँ र मसँग बोल्दै हुनुहुन्छ। मलाई एकजना मान्छेले भनेको साह्रो मनपर्छ, माइन्ड अफ गड इज सो इम्पोर्टेन्ट अरे। परमेश्वरको यो मनभित्र जे कुरा छ नि त्यो यति साह्रो भव्य छ अरे, रादर देन ह्यान्ड्स अफ गड अरे। परमेश्वरको हातमा होइन, तर परमेश्वरको विचारभित्र के छ नि त्यो चाहिँ साह्रै शक्तिशाली छ। आमेन। परमेश्वरको हातले तपाईँलाई आशिष दिन्छै दिन्छ, दिँदैन होइन, दिन्छ। तर पवित्र आत्मा हामी भित्र हुनुभएको कारणले चाहिँ ती पवित्र आत्माले चाहिँ नि परमेश्वरको रहस्यको कुराहरूमा हामीलाई प्रकट गर्नुहुन्छ, परमेश्वरको मनभित्र भएको कुराहरू प्रकट गर्नुहुन्छ। तसर्थ आज म पहिलो कुरा तपाईँलाई के भन्दछु भने नि, ठुलो जगाउने काम हुँदैछ यहाँनिर, ठुलो जगाउने काम। हामीलाई परमेश्वरले यहाँ त्यसै आउने अनुमति दिनु भएन, हामी पनि यहाँ त्यसै आइपुगेनौँ। यो झुकुलको घटना पनि होइन, तपाईँको घरमा आउनुपर्छ भनेर नि प्रभुले अलरेडी लेखिसक्नु भएको थियो स्वर्गमा। इट इज अलरेडी रिटन, आजको डेटमा नवीन एन्ड एमोस यु विल गो टु दिस पर्सन्स होम एन्ड देयर तिमीले यो कुरा सिकाउनेछौ, प्रचार गर्नेछौ, स्वर्गमा लेखिसकेको थिए। आमेन। हामीलाई लाग्छ यो घटना त हामीले भेट गरे जस्तो लाग्छ, तर अलरेडी लेखिसकेको थिए। आज पवित्र आत्मा परमेश्वर यति साह्रो तपाईँहरूसँग मसँग किन चाहिँ उहाँले हामीलाई किन यति बिघ्न माया गर्नुहुन्छ भने नि, कुन घडी कुन समय हामी मर्छौँ हामीलाई पनि थाहा छैन। बुझ्नुभयो? तपाईँ र मलाई मर्ने दिन हामीलाई थाहा छैन है। बाइबलले हामीलाई हाम्रो आयु गर्नु सिकाएको छ, तर बाइबलले यो पनि भन्दछ स्वर्गको राज्यमा चाहिँ त्यस्तै व्यक्तिहरू मात्रै पस्छ। हामीले जुन चाहिँ रिडेम्सन, जुन चाहिँ सेल्भेसन पायौँ, जुन परमेश्वरलाई हामीले हाम्रो हृदयभित्र ल्यायौँ राख्यौँ अनि जुन परमेश्वरको नाउँमा हामीले नि उद्धार र मुक्ति पायौँ, यो उद्धार र मुक्ति साह्रो खेलाइ चिज चाहिँ छैन। आमेन भन्नुहोस् न। यो खेलाइ चिज छैन। उद्धार र मुक्ति नि यदि सस्तो हुनुभयो नि, सजिलो हुनुभयो, आज धनीहरू चाहिँ नि परमेश्वरको राज्यमा हुन्थ्यो, तपाईँ र म चाहिँ बाहिर हुन्थ्यो। बुझ्नुभयो? तपाईँ र म चाहिँ कहाँ हुन्थ्यो? हामी चाहिँ बाहिर हुन्थ्यो यदि यो किन्न सकिने हो भने चाहिँ। तर यो उद्धार र मुक्ति चाहिँ तपाईँ र मसँग कसरी आइपुग्यो भन्दाखेरि नि हामी तपाईँ र हामी चाहिँ गधा खोज्नु निस्केको, खास चाहिँ गधै खोज्नु निस्केको। तर जाँदा 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 एकजना व्यक्तिसँग जम्का भेट भयो, जसै जम्का भेट भयो परमेश्वरको उपस्थिति खोलियो। आमेन। त्यो यस्तो तरिकाले खोलियो, त्यहाँ खोलिँदै गर्दाखेरि नि हाम्रो विचारहरू बेग्लै भयो,
हामीले अघि आफूलाई जस्तो तरिकाले हेर्थ्यौँ नि अहिले नि हाम्रो हेर्ने तरिकै बदल्यो। आमेन। अनि त्यो हेर्ने तरिका, सोच्ने तरिका, सबै तरिकाहरू बदलिँदै गर्दाखेरि नि जब परमेश्वरको आत्मा हामीभित्र आएर वास गर्न थाल्यो नि, अनि जुन दिन हामीले प्रभुलाई येशू ख्रीष्टलाई हाम्रो उद्धारकर्ता र मुक्तिदाता भन्यौँ, साँच्चै नै हामी स्वर्गको नागरिक भयौँ। अचम्म लाग्छ हेर्दाखेरि त। 1 सेकन्ड 1 मिनटको प्रार्थना चाहिँ सिनर्स प्रेयर भन्छ। 1 मिनटको प्रार्थना छ, तर के हुन्छ विदिन अ मिनट, विदिन अ सेकेन्ड, वाट ह्यापन्स नोबडी नोज। त्यो 1 सेकेन्डको प्रार्थनामा कसरी तपाईँको आत्मा चाहिँ नि अनन्त मृत्युदेखि अनन्त जीवनमा सर्छ कसैलाई पनि थाहा छैन। आज यो रहस्य चाहिँ यदि अम्बानीले पाउनु हो भने नि पास्टर बाबुलाई बनाउँथ्यो होला, मलाई थुप्रो विश्वासीलाई बनाउँथ्यो होला क्या त। मलाई यो रहस्य सिकाइदेऊ न। टेक्नोलोजी बनिएको छ, थुप्रो कुरा बन्यो, संसारले पनि थुप्रो चमत्कार देखाउन थाले। अब अहिले त्यस्तो चमत्कार देखाउँदैछ संसारले। यहाँ चिप लगायो भने मात्रै आउनु चाहिँ के आएको तिम्रो स्वास्थ्यलाई सुधार गर्छ भनेर एउटा बहानामा आउँदैछ, तर चिप अलरेडी आइसक्यो। ह्युमन ब्रेनमा इम्प्लान्ट गर्नको लागि चिप अलरेडी आइसक्यो। अनि त्यो चिपले गर्दै गर्दा के हुँदैछ, अघिसम्म त्यो व्यक्ति बोल्नु सकेको थिएन, हिँड्नु सकेको थिएन, अचम्म त्यो व्यक्तिले मुभमेन्ट गर्न थाल्यो क्या त। अचम्मै संसारले पनि चिन्ह चमत्कार गर्छ। तपाईँ दुबईमा जानुभयो, अरब कन्ट्रीमा जानुभयो नि, त्यहाँनिर कृत्रिम वर्षा हुन्छ। कृत्रिम वर्षा भनेको चाहिँ नि आर्टिफिसियल रेन हुन्छ। अचम्मको छ त्यो पनि, अचम्मको छ भन्नुहोस् न। तर समय यस्तो आएको छ तपाईँले म झुक्किनु भएन। हालेलुया। यो जम्का भेटको चाहिँ तपाईँले मैले तृष्णा गर्नै पर्छ। जबसम्म हामी जम्का भेटको तृष्णा गर्दैनौँ नि, के छ भन्दै गर्दाखेरि नि मण्डली तपाईँ र मेरो लागि साह्रै शक्तिशाली कुराहरू चाहिँ यही भित्र छ। परमेश्वरको राज्य यस्तो तरिकाले यहाँभित्र राखेको छ, यहाँनिर छ। यो राज्यभित्र तपाईँ र मेरो प्रश्नको सबै जवाब छ यहाँनिर। जुन कुरा आज मेडिकल साइन्सको लागि असम्भव भएको छ, परमेश्वरको राज्यको लागि त्यो कुरा सम्भव छ। आमेन। हामी किन पक्ला जस्तो एक्टिङ गर्छौँ भने नि प्रभुले हामीलाई त्यसै गर्न लाउनुहुन्छ। अघि हामी हस्पिटलमा नि यसो गर्दैथ्यौँ, के गरेको माथि हेरेर त्यो नानीको मुखमा नि यसो गरिदिन्थ्यो। इट वाज एन एक्ट एक्चुअली। यो एउटा यस्तो किसिमको कार्य थियो, हेर्दै गर्दा पग्ला लाग्छ, तर परमेश्वरको वचनलाई साँच्चै नै खिचेर नि त्यो नानीको मुखभित्र हाल्दै गरेको। आमेन। हाल्दै गरेको। जब हामी त्यो वचन त्यो नानीको मुखभित्र हाल्दै थियौँ, हामीले के भन्दै थियौँ, तिमी जिउँछौ, तिमी जिउँछौ, तिम्रो शरीरमा भएको जम्मै रोगहरू नि निस्केर जान्छ। हालेलुया।